सानो गाउँको हेर मिठो है कहानी, दुःखमा हुँदा पनि सबै सहने बानी। यही हो हेर बखते दाइको मिठो है कहानी, मिठो है कहानी। समय छँदै दुःखको संसारमा हुर्कायो बढायो, उकाली ओह्राली सँगसँगै हिँड्दै देखायो पढायो। देवी नि हजुर, देउता नि हजुर, हजुरकै सहारा। डाँडा र काँडा भन्ज्याङ चौतारा हजुरकै छारा, हजुरकै छारा। देवी र देउता निर्दय रहेछन्, सुनेनन् पुकार। भाग्य नै यस्तै रहेछ हेर, यसैलाई स्वीकार। साहुको ऋण हरेक दिन, कोही छैनन् सहारा। भगवानसित यही छ मेरो अन्तिम नारा, अन्तिम नारा। बुवाको बलिदान। तिमीलाई एउटा कुरा भन्नुपर्ने थियो। के कुरा? छिटो भन, म जान्छु। बाबाले मलाई काठमाडौँ पढ्न पठाउने रे। ए साँच्चै तिमीलाई एउटा खुसी खबर छ नि। के होला सर? तिमी जिल्ला फर्स्ट भएको हुनाले सहरमा एउटा कलेजले स्कलरसिपको व्यवस्था गरेको छ। ए हो? हो नि। कान्छी, ए कान्छी। हजुर दाइ। बाबु म खान्न है, म खान्न है। बाबु, बाबु शिशिर। बरु आज तेरो परीक्षाको नतिजा आउँछ भन्दै थिइस्, के भइस् त? जिल्लाकै प्रथम भयो म। ए हो र? यति राम्रो कुरा पनि निस्ताएर बताउनु पर्छ त। भोलि चाहिँ यसो बजारतिर जानु पर्यो, कतै काम पाइहाल्छ कि। ए मसिन भाइ कहाँ हिँड्यो हसिङ र बसिङ गर्दै? पल्लो गाउँको सानो गाउँको बित्नु भएछ, म त त्यही जान लाग्यो। हतारमा गएको है। ए बुढी, हामी पल्लो गाउँतिर गएर आउँछ है, माथि मान्छे मरेछ। बुवाको बलिदान। इन्सपेक्टर साहब, हजुरसँग एउटा कुरा गर्नु पर्यो। यत्रो वर्ष भइसक्यो सिपाहीको जागिर खाएको, यसो माथि गएर प्रदर्शनको बारेमा पो हजुरले केही भनिदिनु हुन्थ्यो कि। तेरो कसरी प्रमोसन हुन्छ? मेरो त यत्रो वर्ष पो हलदारमा जागिर खाएको, अहिलेसम्म हलदारको हलदार छ, अब प्रमोसन हुन्छ भनेर नसोचे हुन्छ। त्यो केटा हो, तिमीहरू मेरो सेवा गरिराख, म तिमीहरूको कुरा माथि गर्नेछु। त्यहाँ उतापट्टि अलि राम्रोसँग गर्ने। अलिक पछाडि, अलिक पछाडि। बिर्खे, तिमीहरू यहाँ कपाल चलाउँदै मालिस गर्दै बसिरहेको छौ होइन? ऊ त्यहाँ पल्लो गाउँमा सालदाई मरिसक्यो, तिमीहरू नामको मात्रै पुलिस हो, चोर डाका फटाहरू, काजको चम्चाहरू। बुवाको बलिदान।
छुट्टीको साइनलाई त भगवान गरिहाल्छ। भनेपछि यो पनि काजीको ऋण नतिर्न सकेर मर्यो होइन होइन के हुँदैछ यो गाउँमा तिमीहरू पनि यसरी नै मर्छौ काजीको ऋण तिर्दै तिर्दै ढुक्क मुर्दारहरू बगदाको घर जानुपर्ने बुढाको घर छ कि छैन ओहो बगदे दाइ जस्तो पो छ त यतै बगदे हुन्छ ढुङ्गा गर्दाखेरि देख्दै मिल्यो नमस्ते बखत दाई नमस्ते गणेश भाइ यति बिहान टाढै भोलि छोरालाई सहर पठाउनु पर्ने पढ्नलाई खर्च छैन बजारसम्म यसो काम पाउँछ कि भनेर खर्च जुटाउनलाई हिँडेको नि ए अनि हेर भाइ जिल्लाकै फर्स्ट भएछ ल बधाई है दाइ त त्यही भएर यसो बजारतिर खर्च बन्दोबस्त हुन्छ कि काम पो खोज्दै हिँडेको त म त ए अस्ति तपाईँले भन्नुभएको थियो नि अलिअलि खर्च ल्याइदिएछु मैले तपाईँलाई भाइ खुसी लाग्यो यसरी भोताइरहेको बेलामा दाजुलाई सहयोग गर्यो भाइले धेरै सहयोग गर्यो मलाई यो गुण मैले तिमीलाई कहिले तिर्न सक्छु के को गुणको कुरा गर्नुभयो भाइ अरू पनि यसो खर्च जुटाउनु पर्नेछ म चाहिँ अहिले बजारतिर जान्छु पछि भेटेर यसो दुःख सुखको गफ गरौँला नि है भाइ हुन्छ हुन्छ दाइ राम्रो ल भाइ हुन्छ ल
च्याउ झन्डा चङ्गा सूर्य बुढी आमा हुनुहुन्न ए कहाँ जानुभयो त गोठमा घाँस हान्न जानु भएको छ ल यता छ के हो बुबा यो मैले तिमीहरूको लागि के ल्याइदिएको छु बस बस यो चाहिँ तँलाई आमालाई शिशिर यता आइज त अझै रिसाइरहेछस् मसँग भोलितिर सहर जाने दिनु होइन यत्तिकै जान्छस् ल तेरो लागि यो नयाँ कपडा अनि आँधे त के बाबा यो अनि भोलि सहर जानु पर्दैन भोलि उता सहरमा खाने पढ्ने खर्च चाहिँदैन राख्नु न यो तेरो लागि राख सहर गएर ठुलो मान्छे बन्नुपर्छ पढ्नुपर्छ सहर गएर राम्रोसँग पढ्छ ठुलो मान्छे बन्नुपर्छ पछि बाबु 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 सहर गएर राम्रोसँग पढिस् है बाबुआमाले भन्ने यति नै ल तिमीहरू दुईजना कुरा गर्दै गर लुगा पनि हेर म बाहिर यसो जान्छु ल यतिका समयपछि छोराछोरीहरूलाई खुसी देख्न पाउँदा मनै हल्का हुन्छ भगवान् यसरी नै मेरा छोराछोरीहरूलाई सधैँ खुसी राखिदिनु छ बगतै ए गाडी साइकिलिस एक्लै टोलाएर बसिरहनु भएको छ त्यही आइज बस बसे दाइ बजारमा जानुभएको थियो तपाईँ कतिखेर फर्किनु भयो म त अघि नै फर्केको गणेश भाइ दाइ के चुयो थियो होइन होइन भाइ केही पनि भएको छैन केही होइन खै खै हेर दाइ खै खै होइन होइन भाइ केही पनि भएको छैन खै हेर न दाइ खै ओहो के हो दाइ यो केही होइन काम गर्दा हो अलिअलि दुःख त गर्नै पर्यो ओहो कति दुःख गर्नुहुन्छ दाइ हो त भाइ सानो उमेरदेखि दुःख पाएको
उमेर पनि गइसक्यो, केही गर्न सकिएन। दुःख मन नगर्न, यो त केही पनि होइन। दाइ हजुर त महान हुनुहुन्छ। सानोमा सानो गाउँको हेर मिठो है कहानी, दुःखमा हुँदा पनि सबै सहने बानी। यही हो हेर बखते दाइको मिठो है कहानी, मिठो है कहानी। बुवाको